लन्डन खेल्न मन लाग्यो। दाजु हजुरले पहिला कुन काम गरेको? मैले बेङ्गलोरमा के काम? मैले अब त्यस्तै भयङ्कर ठुलो धनी मान्छे थियो, त्यसको घरमा चाहिने 4-5-6-7 तले बिल्डिङ थियो उसको। त्यसलाई झाडो पुछा लगाउनु पर्ने, त्यही हो काम चाहिँ। सेलेरी चाहिँ 12,000 दिएको थियो मलाई। उसको ठुलो कम्पनी पनि थियो। ऊ 10 बजे गएर 4 बजे आउँथ्यो ड्युटीबाट। अनि म उसको घरमा झाडु पोछा लगाउँथेँ। अनि उसको घरमा एउटी उसकी छोरी थिए कि उसका छोराहरू थिएनन्। एउटी छोरी मात्रै थिए कि एकदम ह्यान्डसम। अलि म जस्तै कि मेरो उमेरको होइन, अलिकति सानो खालको। तर मलाई असाध्यै मन पराउने, मसँग खेल्न मन पराउने होइन। उसको बारे यो कुरा चाहिँ मन पराउँदैन थियो कि। धेरै दिन भयो, बित्दै गयो, समय बित्दै गयो होइन। 5-6 महिना काम गरेको। मलाई त अब उसको बाबु डर लाग्थ्यो। के खानु भन्दा नि अब मलाई त सुनसान समय लन्डन खेल्न मन लाग्यो। लन्डन त्यस्तो नेगेटिभ सोच्ने होइन कि। लन्डन भनेको एउटा ठाउँ हो, ठाउँको नाम हो। त्यहाँ लगेर खेल्न मन लाग्यो। अब समय बित्दै गयो, 7-8 महिना त्यो मजाले काम गरेँ होइन त्यो कम्पनीमा, अरे त्यो घरमा होइन। त्यसपछि एक दिन सन्डेको दिन थियो होइन। सन्डेको दिनमा स्कुल छुट्टी हुन्छ होइन। स्कुल छुट्टी भएर उसको छोरी पनि घरमै थिए, म पनि घरमा थिएँ। र उसको बाउ उसको आमा चाहिँ आफ्नै काम गएकी थिए। उसको बाउ चाहिँ आफ्नो ड्युटी लाग्यो 10 बजे। ड्युटी लागेर 4 बजे आउँथ्यो। हामी त अब खेल्ने बानी होइन दिनदिनै। अब खेल्ने बानी। अब उसले त उस दिन त आफ्नै रुम लगेर खेल्दै थियो। हामी मस्त आनन्दले। त्यो दिन ठिक्क उसको बाबु कम्पनीको इन्जिन बिग्रिया रहेछ। इन्जिन बिग्रिया रहेछ र छिट्टै घर आएछ। 4 बजेभन्दा अगाडि नै घर आएछ। हामी चाहिँ मस्त रुममा उसकै केटीकै रुममा खेलिरहेको। त्यत्तिकैमा आएछ र मलाई त 2 झापड लगाएर ड्युटीबाट निकालिदिएछ। त्यस्तो पनि गर्ने हो त नि? अनि राम्री छोरी चाहिँ उसकी। अनि घर जाई बस्न पाइन्छ कि भनेर के। मेरो खराब बानी छ, मेरो खराब